टक्क तलदेखि लाइक त आउँदैन भ्यू त आउँदैन कि लाइकको आजकल। हेलो नमस्ते, सो सबैजना सन्चै हुनुहुन्छ। सो हामी चाहिँ जापानको पार्कमा आउँदैछौँ म र मेरो साथी। सो साथी चाहिँ उता भिडियो गर्दैछ होइन, त्यही नै हो। बुढो तल जान लागेको छु, त्यही नै हो। जापानको पार्क पनि मजाले घुम्दैछौँ। थोरै पानी परिरहेको छ। सो त्यही नै हो। अब हामी चाहिँ लाग्दैछौँ अब तलतिर, अझै कस्तो छ के छ हेर्दैछौँ। सो यहाँ चाहिँ यस्तो हुन्छ हेर्नु, हामी चाहिँ माथिबाट यसरी तलतिर आएको। अनि यहाँ चाहिँ एउटा सानो मान्छेले नै बनाएको खोला क्या, ऊ माथिबाट बगेको छ। यहाँ चाहिँ नेपालमा जस्तै माछाहरू देखिन्छ क्या, त्यो पाल्छ नि। सो उहाँ छ एउटा माछा, नेपालमा जस्तै भएको माछा क्या, त्यस्तो हुन्छ है। जस राम्रो छ। यहाँ चाहिँ खोलाको टक्क सानो ताल छ चिट्टिक्कको, अनि माथि ढुङ्गाहरू छ। अनि यहाँ चाहिँ यस्तो काठको पुल बनाएको छ, हेर्नुहोस् है, हेर्न सक्नुहुन्छ हजुरले। हामी चाहिँ अनि मेरो साथी चाहिँ त्यहाँ फोटो खिचिरह सो है। अनि यहाँ चाहिँ यहाँको काम गर्ने मान्छे, कोइनभित्र काम गर्ने मान्छेले पानी परेको थियो नि त। सो अनि बस्नको लागि के हुन्छ नि, कुर्सी त्यो राखेको फोहोर भएको थियो। फोहोर भन्नाले पानीहरू परेको थियो, अनि उहाँले चाहिँ पुस्दिरहनु भएको छ है। यहाँ चाहिँ यस्तो हुन्छ, सफा हुन्छ, सबै ठाउँ राम्रो छ। माछा हजुरले देखेको छ कि छैन। सो त्यहाँनिर छ, यहाँ पनि छ दुईवटा, एउटा त्यही नै हो यहाँ चाहिँ है। अनि यहाँनिर चाहिँ तल चाहिँ यहाँ तल चाहिँ खोला छ। सो त्यही नै हो। मेरो साथी चाहिँ हेरिरहेछ, फोटो नै राम्रै खिच्दिनँ मैले त्यही हो है। अलि यहाँ चाहिँ यस्तो छ। सो त्यही नै हो, हेर्नुहोस्। अब मलाई पनि खासै केही बोल्न आउँदैन। सो मैले जाने होइन, सकेको बोलेको छु होइन। राम्रो होला नराम्रो होला त्यसमा मलाई थाहा छैन, तर गल्ती भयो भने माफ गर्नु होइन। अब यस्तै हो। अब भाइरल नभए नि भए पनि भिडियो चाहिँ बनाउन छोड्दिनँ होइन। आफूले आएको नआएको सो बनाइरहन्छु, त्यही नै हो। आज फुर्सद पनि थियो, त्यही भएर होइन, काम पनि छैन। सो त्यही भएर आज चाहिँ साथीसँग घुम्न आएको, त्यही नै हो है। यसरी एकदम राम्रो छ क्या, त्यही नै हो। माथि चाहिँ यता चाहिँ फेरि ठुलो बिल्डिङ छ है। अनि यस्तो काठको टक्क दामी बनाएको हुन्छ, यस्तो काठहरू पनि कस्तो दामी छ है, हेर्नु। अनि यहाँ चाहिँ मान्छेहरू पनि आज त्यस्तो विधि त छैन। अब साकुरा फुलेपछि चाहिँ हुन्छ होला मान्छेहरू टन्नै। यो सबै यो साकुराको बोटहरू हो, यो छ नि, यो जति पनि छेउहरूमा यहाँ चाहिँ साकुरा बोट छ। यहीँ छ, यही त्यो त माछाहरू पनि छ। नेपालमा जस्तै त्यो र्याउँ हुन्छ नि, त्यो नेपालको कुन हो ठाउँमा थियो नि त्यो र्याउँ त्यो काठमाडौँबाट त्यो के कता थियो, अब त्यही नै हो है। यहाँको खोला चाहिँ यहाँ छ, यहाँको नदी तल छ, सानो भन्नाले ठिकै छ। यो चाहिँ यहाँको नदीहरू, यहाँ यस्तो छ, नदीहरू छ। सो तल यो चाहिँ नदी है यहाँको। सो अबको एक हप्तापछि चाहिँ यहाँ साकुराहरू टन्न फुल्छ। यो देखेको जति पनि यो सबै साकुरा हो है, साकुराको बोट हो यो मेरो। यो यता देखेको सबै साकुरा हो। सो अनि उता पनि उता हामी माथिबाट आएको, यता माथिबाट आएको। त्यो साथी उहाँ बसिरहेको छ, म चाहिँ यहाँ भिडियो गर्नको लागि यता आएँ है। सो त्यही नै छ। अनि साथीहरू चाहिँ यता छ, साथी र म। साथी फोटो खिचिरहेको छ। यहाँबाट चाहिँ निक्लिने बाटो, हामी चाहिँ अलि माथि गएको छैन, अनि माथि गएर पनि आउँछौँ, त्यही नै हो। अब यसरी घुमेर साथीलाई भन्छु के कस्तो भइरहेछ है। हामी चाहिँ यस्तै हो, हामी चाहिँ घुम्दैछौँ, रमाइलो गर्दैछौँ। अब त्यही नै हो, जापान आएपछि रमाइलो भन्ने खासै हुँदैन। यसो बिदा भएको बेला मिल्ने साथी भयो भने चाहिँ यसो हुन्छ कि अलि घुम्नलाई राम्रो हुन्छ कि। तर मिल्ने साथी भएन भने चाहिँ झ्याउ हुन्छ है। एउटा भने चाहिँ साथी चाहिँ बनाउनु पर्छ कि, तर
म भन्छु कि कस्तो भन्दाखेरि जापान आएर चाहिँ यस्तो साथीहरू एउटा चाहिँ बनाउनुपर्छ कि तर यो धेरै साथीहरू बनाएर काम छैन तर बोल्न चाहिँ सबैसँग हाँसेर बोल्नुपर्छ है रिस गर्नुहुन्न कसैलाई केही पनि गर्नुहुन्न सो मैले जानेको जति हजुरहरूलाई भने सो त्यही नै हो है मेरो साथी चाहिँ यहाँ झ्याउलाएर बसियो होला मैले भिडियो बनाइछु होइन त होइन त्यही नै हो म बोलेछु आज यो पनि साकुराको बोट हो यो पनि फुलेपछि यस्तो दामी हुन्छ हेलो दोस्त के भइरहेछ तिम्रो भन त के हो नि फोटो खिच्न जानेन त्यही हो ल अब म दामी फोटो खिचिदिन्छु त्यही नै हो ल है गाइस मैले जानेको नजानेको त बनाएँ सो त्यही नै हो हेलो हामी चाहिँ म र मेरो साथी हामी चाहिँ टक्क तलदेखि माथि आएँ माथिदेखि तल कहाँ त्यो तलदेखि माथि त्यहाँदेखि हामी चाहिँ तल माथि आएँ सो यहाँबाट बगेर त्यहाँ गएको छ खोला त्यही नै हो हेर्नु यहाँ माछा यस्तो छ दामी छ क्या ठाउँ चाहिँ भयो नि है सो मेरो भिडियो चाहिँ लामो भइसक्यो त्यही भएर यहीँ अन्त्य गर्छु है अब हामी चाहिँ रुमतिर लाग्छौँ है अब त्यही नै हो सो आयो सबैजना सन्चै रहनु होला म चाहिँ जहिले नै आयो भन्न सिकेको छु होइन हल्का हल्का छुट्टै इङ्ग्लिस पनि गएछ क्या त्यही नै हो है यहाँ चाहिँ यस्तो राम्रो छ अब मैले चाहिँ भिडियो अन्तिम गरेँ अब यस्तो हो क्या यहाँबाट चाहिँ यहाँ मुनिबाट पानी निकालेर अनि यहाँबाट चाहिँ मुनिबाट पानी निकालेर अनि यो पानी चाहिँ यता गएको जस्तो लाग्यो मलाई चाहिँ है अब त्यही चाहिँ पुलमाथि खोला यहाँको सो त्यही नै हो है हामी चाहिँ अब गयो सो म चाहिँ मेरो चाहिँ यहीँ भ्लग इन गर्छु तर भ्लग इन गर्ने बेलाको चाहिँ यस्तो दामी के अरे ठाउँहरू भेट्यो क्या हेर्नु त हामी चाहिँ वन जस्तो छ नि माथिबाट देखेको आएको सो ल हेर्नुहोस् दामी टिङ टिरिङ ढिगिटिरिरिरिरिरिरिरिरि ल हेर्नुहोस् यस्तो दामी छ यहाँको मूर्तिहरू है यस्तै छ मेरो साथी चाहिँ कपाल बानिरहेको छ सो त्यही नै हो आजलाई चाहिँ यहीँ भ्लग अन्त्य गर्छु सो त्यही नै हो कस्तो लाग्छ होइन अब लाइक त आउँदैन भ्यू त आउँदैन के लाइकको आश गर्ने होला है त्यही नै हो जस आफूले सकेको गरेको हाल्छु त्यही नै हो बाई बाई तिम्रो अघि के हो र माया मन साह्रै लोभी तिम्रो आकृतिमा सुन चारा तिम्रो अघि के हो र माया मन साह्रै लोभी was looking for them.